ल हत्या तयार हुँदैछ है आजको हत्या भयो यहाँ केटा भाइ 1.5 किलोको कत्ले निकाल्नेको हालत चाहिँ यस्तो छ है। आएको 2 घन्टा भयो बल। ल हाम्रो सम्धीले एकदम मजाले रपाउनु हुँदैछ यहाँनिर। ल आजको दामी पाकेछ है। फक फक परेछ है। ल कटिङ सुरु। दामी पाकेछ दामी भन्छ है। जे भने पनि भन्न छ जे बिग्रेको केटा माछा परेन बिग्रेको अब बिग्रेकै केटा अब यत्रो चाहिँ सकेर आउनुपर्छ नि त। ल त आज हाम्रो यहाँ पाहुना साथीलाई चाहिँ यहाँ जो गोबरे बल्सीमा चाहिँ गजबले माछा खुवाउने भन्दैछ हाम्रो यहाँ सदैव साथीले। हाम्रो मामा छोरी आज 2-2 किलो निकाल्ने होइन। आज 2-2 किलोको माछा निकाल्ने भन्दैछ र हामी चाहिँ अहिले यहाँ जामुने परिसरमा आइसकेको छौँ। अब कार्यक्रम सुरु हुँदैछ आजको। केटाहरूले यहाँनिर माछा भेटेन भने पनि यहाँ कुखुरा चाहिँ बजाएर छोड्ने भन्दैछ। यहाँ हाम्रो भानिजले यहाँनिर तयार गर्दैछ कुखुरा। फेरि अब ल सिसिलो गरौँ है, रात पर्नु आँट्यो। पानी त दिँदैछ होइन। ल आज जामुनेमा चाहिँ आज चाहिँ खतरै हुने पर्यो है। रमझम दामी गरिदिनुपर्छ कार्यक्रम अरे। ल यस्तो छ। लोकल कुखुरा चाहिन्छ भने चाहिँ तपाईँले यहाँ सम्पर्क गर्दा हुने रहेछ है। भानिजको बढ्दै रहेछ। ल हाम्रो धनराज भाइले बनाउँछ कुखुरा बनाउने चाहिँ हाम्रो यता हुनुपर्छ है। ल अझै माछा खाएर छोड्ने आज चाहिँ खाएर छोड्ने त साह्रो ढिलो तिमी। अस्तिदेखिको छ है टार्गेट 11 बजीदेखिको सल्लाह मिलाएको 3 बज्नु त अस्ति हामी गएको त कुन चाहिँ खोला पो पर्यो बल्छी घेरेको गङ्गामा पार्क। त्यहाँदेखि होइन टार्गेट चाहिँ त्यहाँदेखि टार्गेट छ। आज त आज चाहिँ फत्ते नै हुन्छ। आज फत्ते गर्नुपर्छ है। तिमी ढिलो हो नि 11 बजीदेखि सल्लाह मिलाएको 2:30 त्यस्तै भयो नि त अब। ल ल हत्या तयार हुँदैछ है आजको। हत्या भयो यहाँ केटाहरू चिकन रोस्ट चाहिँ खाएर छोड्ने भन्छ आज। हत्या भइगयो एउटा मान्छेको इच्छाको लागि बिचरा पशु प्राणीको हत्तु बिजोक। यो त के भन्नु भगवान्ले मान्छेकै खानको लागि बनाएको है भन्छ त्यस्तै है। ल ल त अहिले चाहिँ हामी छोटा रङ्गित खोलामा आइसकेको छौँ है। सानोतिनो पिकनिक भनौँ न है। यहाँ हाम्रो सम्झे चाहिँ माछा मारेर जाने भन्दैछ। अन्त के गर्नु। ल हिँडा 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 ओ सानो भाइ नलुक। अहिले चाहिँ तर्नु सक्ने नै छ कि तर अलिक पछाडि चाहिँ यहाँनिर फेरि डरलाग्दो हुन्छ। हाम्रो सम्धीलाई साह्रो पर्दैछ है खोला तर्नु। ल तिमी त भाग्नु पऱ्यो नि त बिजोक हुने रहेछौ त अन्त। अब चप लिएर खाली खुट्टामा त साह्रै पर्छ नि हौ। ल हाम्रो खोला तर्ने कार्यक्रम चाहिँ सफल भयो। ल अब जानुपर्ने चाहिँ तल होइन। ल अगाडिबाट कहाँ लग्यो ल केटाले आम्मा खोला नै आएको त 5-6 पल्ट तरिसक्यो होला। अझै पुग्दैन गन्तव्यमा। यता आजको खास हाम्रो गाइड चाहिँ। ल 2 भाइ आउँदैछ। छिटो 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 ल ओ हाम्रो सम्झी चाहिँ अलिक खोला खेल्नु चाहिँ उही बहुत रहर गर्छ कि तर उही अलिक फेरि खोलासँग चाहिँ खै खोलाइ मात्रै मन पराउने मान्छे चाहिँ आहा 4 पाउले पो दिन थाल्यो त नि त। 4 पाउले पो दिन थाल्यो त नि त। ल मिसन कामयाब। खाली खुट्टै छु नि त म। ल यस्तो छ है। हल्का खोला बगिरहेको है। दुईपट्टि पहाड काटिएको यस्तो चाहिँ। ल यहाँ चाहिँ आज हाम्रो कार्यक्रम हुँदैछ। खतरा छ। ए आज खोला चाहिँ योसँग 7 पल्ट भयो है तरेको। अहिले हामी एमाजोन फरेस्टमा छौँ होइन। ठिक कहाँ छौँ? आमाजोनको जङ्गलभित्र हामी चाहिँ पानी खेल्दैछौँ।
दुई भाइ पर पुगिसकेको छ हो। ल गएको छ खोला तरेको छ कहाँ लगेको ल केटाहरूले। ल त यहाँनिर भलले लिएको बोतललाई चाहिँ हाम्रो साथीले काम लगाउँदैछ। बोतल धोएर एकदम पानी भर्ने कार्यक्रम हुँदैछ। ल त हेलो, यो पानी चाहिँ हामी के गर्छौँ भने मैला हो, खाने त पुरा आएन, खाने हामी नसले गर्छौँ। अब यो जुन चाहिँ छ ढुङ्गा यसलाई पखाल्छु, किन यसमा बलुवाहरू छ। यो बलुवा पखालेको कारण चाहिँ अहिले हाम्रो मासुमा चाहिँ नलागोस् भनेर, नभए अलिक क्रिस्पी हुन्छ फेरि कुरकुरे, त्यो क्रिस्पी चाहिँ नहोस् भनेर नि। लु सफा भयो, दामी दामी। अझै ल्याउँ एकपल्ट, म्यारिनेट एकपल्ट ल्याउँ के हुन्छ। अब म्यारिनेट गर्नु पर्यो। अब म्यारिनेट हुन्छ ल। ल पर चाहिँ दुईजना गोबरे बल्छी खेल्दैछ। आज 1.5 किलोको कत्ले निकाल्ने भन्दैछ है। र हामी दुईजनालाई चाहिँ यहाँनिर कुखुरा रप्याउने काम दिइरहेको छ। यहाँ चिकन म्यारिनेट गर्नु हुँदैछ हाम्रो साथीले एकदम मजाले। र यता पनि खोला छ, यता पनि वरिपरिबाट खोलाले छेकिरहेको छ हामीलाई अहिले चाहिँ। त्यस्तो छ। ल त साथीभाइ आगो पनि फुकिसकिएको छ। सँगसँगै यहाँनिर हाम्रो साथीले म्यारिनेटको कार्यक्रम पनि सक्न लाग्यो। अब मालिस चाहिँ राम्रो हुन्छ है भन्छ। खै मालिस कस्तो अरे? मालिस त यता बिचतिरको देऊ नि त मालिस। ओ के छ त अन्त? हुनु पऱ्यो नि त है। यो बिचबिचको पनि गरिदेऊ हो त्यस्तोमा। भित्रभित्र छ नि चेप पुरै चेपचाप छ। चेपचाप केही छोड्दैन होइन। ल रप्याउनलाई दाउरा पनि आइसकेको छ। यहाँ हाम्रो सम्झीले रेडी गरिसकेको छ। आगो अब दन्किन्छ हो। दुई भाइ चाहिँ कहाँ गयो बल्छी खेल्नु भन्दै थियो। आफ्नै दुनियाँमा व्यस्त छ। पानी पनि आउला जस्तो भइसक्यो। छिटो गर्ने बेला भएछ। ल आज चाहिँ अर्कै प्रकारले यहाँ पाकिँदैछ है। दुई भाइ पर जाँदैछ बल्छी खेल्नुको लागि। पानी आउला जस्तो भएर बिजोक बनाउला जस्तो छ आज। खै त केटाले 1.5 किलोको कत्ले निकाल्छ होला भनेको त सुक्खा छ। निक्ल्यो? ए चारो त खाइसक्छ नि त। एकजना साथी कता गयो आएकोदेखि लापत्ता छ। भाइ 1.5 किलोको कत्ले निकाल्नेहरूको हालत चाहिँ यस्तो छ है। आएको 2 घन्टा भयो। बल्छी मात्रै 3टा हराइसक्यो भन्दैछ है। गोबरे भनेको चाहिँ यो आँटा र गोबर यसरी मिसाएको हुन्छ है। यसरी बल्छीमा त्यसलाई चाहिँ लगाएको हुन्छ। यसरी माछाले नचिनेको कि नजानेको खेल्नु? त्यही त। के हो माछाले झुक्काएको कि मान्छेले झुक्काउनु खोजेको केही बुझेन। यस्तो छ। जग्गा त एकदम पर्ला जस्तो छ तर खै पार्नु चाहिँ सकेन है। ल हाम्रो सम्झीले एकदम मजाले रप्याउनु हुँदैछ यहाँनिर चिकन रोस्ट। कस्तो छ? दामी हुने सङ्केत छ। दामी खतरा हुन्छ नि। आज त एकदम खतरा हुन्छ। अब सुपर खतरा हुन्छ। ध्यानपूर्वक रप्याउनु हुँदैछ। यसलाई चाहिँ अहिले हामीले क्या आधी घन्टा त होइन 20 मिनट जस्तो लगभग म्यारिनेट गऱ्यो हो। म्यारिनेट गरेर छोडेर चाहिँ हामी दाउरा खोज्नु गयो।
अनि अहिले चाहिँ यसलाई पत्ताले ऱ्याप गरेर चाहिँ हल्का बफाइमा नि पहिल्यै आगोमा लाग्यो भने डढ्छ नि त अन्त त्यसरी बफाएर चाहिँ त्यस पश्चात चाहिँ अब चाहिँ ओपन आगोमा पोल्दैछौँ एकदम यसको चाहिँ अब टेस्टै दामी खतरा हुन्छ इन्जोय गर्नु होला हेरेरै हामी खाएर इन्जोय गर्छ स्वादिष्ट हुनेवाला छ है स्वादिष्ट डट्छौँ आगो चाहिँ एकदम मेन्टेन गर्नुपर्छ हो भत्ता भयो भने चाहिँ डढ्छ पुरै हाम्रो एकजना साथी पो कहाँ गयो गयो भने माछा लिएरै आउँछ कि त्यही त हाम्रो साथी चाहिँ भर्खर आइपुग्यो कहाँ सिमराई पो लिएर आएछ लास्ट हाम्रो सम्धिले यहाँनिर अब जमरको गर्नु हुँदैछ लालो सुई झ्याप बनायो बल्छी नै नजाउ गहिरो छ बल्छी नै हानी पठाए साथी हो लु लन्ठाइ साप बनायो गयो नि भित्र पस्यो ठिकै छ हाम्रो माथिको चिकन पनि रेडी भइसकेको छ कि अब त्यो खायो ओऱ्यो हो लाग्यो घरतिर ल यस्तो छ डन्ठा ल्याउनु डन्ठा गयो हो कहाँ पस्यो नि अब हेर त छोड्दै छोड्दै अब भयो टाइम पनि भयो रात पर्नु आँट्यो ल तिम्रो रहर मेट्यो यति नै हो रहर मेट्यो पानीमै मेट्यो नि गयो तिम्रो इच्छा पुरा गरिदिउँ हामीले त्यसमै खुसी मान तिमी अब ल खोला पनि बिस्तारै बढेको जस्तो लाग्दैछ है फेरि साइकोलोजी साइको भइहाल्छ नि ल ल है त ल त साथी हो अब चाहिँ तयार भइसकेको छ हाम्रो साथी चाहिँ आज दिनभरि हराएर पनि एउटा माछा पनि लिएर आएछ विश्वास चाहिँ त्यहाँ लागेको छ माछाले धोका दियो साथी माछाले धोका दियो यो साल मेरो यो साल ठिक छैन सबैले धोका दिन्छ माछा गल्ती माछा गल्ती तिम्रो गल्ती यो साल मेरै गल्ती छ सबैको योपालि धोकाइ मात्रै छ मलाई त्यो नलिएको हो हिस्ट्री ठिकै चाहिँ नसुर्त आज यही चिकनको स्वाद लिएर जाउँ ल आजको हाम्रो भान्सेले चाहिँ यहाँनिर चढाउँदैछ है बाहिरको बुढी नजरहरूलाई अन्साई पन्साई भन्छ ल आजको दामी पाएको चाहिँ फक फक परेको चाहिँ बब्बाल पकाएको छ हाम्रो यहाँ सम्धीले यता चुक्काले हाम्रो साथी यहाँनिर खुकुरी कटिङको लागि तयार पार्नुहुँदैछ हाम्रो साथीले चाहिँ फेरि ज्यादा डढेन पनि यसरी आइडिया लाग्छ त्यस्तो हुन्छ हो दामी दामी पाइन्छ होइन होला त ल कटिङ सुरु दामी पाएको छ दामी यसको बर्थडे आउन आँट्यो हो त आज केक कटाइदिएको नि हाम्रो यता हो बर्थडे त बर्थडे बोय यता हो ह्यापी बर्थडे टु रविन ल बर्थडे बोयले सुरु गर ल बाँसुरी बजाऊ पक्कै खाइदेऊ त यो खै खान्छ होला नि हुन्छ बस्ने ठाउँ बनाउँदा रात पर्छ नि त खाइदेऊ मजाले लु हरियो छ त हौ बियर भन्छ है फेरि ए वाइन भन्छ है जे भने पनि भन्छ बिग्रेको केटा माछा परेन बिग्रेको अब बिग्रेकै केटा अब यता सम्झीले खाइदेऊ मिठो मिठो कप्पे खाइदेऊ मिठो रहेछ दामी छैन त ल म पनि सुरु गरेँ अब चाहिँ साथी ल्याउ न लेग पिस परेछ नि त मेरो दामी है ल केटाहरूले मजाले केलाएर खाएर पनि नेचुरल साबुनले हात धुँदैछ
कस्तो छ आम्मा हेर त यस्तो डरलाग्दो केलाएर खाएको छ केटाकेटी अन्त खानु टेरिका ल आजको कार्यक्रम चाहिँ अब यतिमै समाप्त होला सायद ल त भन्दै पानी पनि पर्न थाल्यो है केटाले यहाँ रेनकोट चाहिँ धन्न लिएर आएको थियो रेनकोट लगाइँदैछ यहाँ मैले लिएको थिएँ रेनकोट कम लाउनु पर्यो हो खोला नाला उयो भित्तामा हेर्नु न पहिरो गएको चाहिँ पछाडि केटाहरूले चाहिँ झन् रेनकोट चाहिँ है त्यसो अब रेनकोट लगाएर चाहिँ लाग्यो घरतर्फ रेनमा तयारी हुँदैछ ल यही थियो आजको भिडियो चाहिँ तपाईँलाई के कस्तो लाग्यो मन परेमा 1 लाइक चाहिँ ठोक्नु नबिर्सनु होला बाई बाई सी यू अर्ली इन द मर्निङ